यो भित्र चाहिँ के रहेछ भनेर यहाँ देखाइएको रहेछ। यो भित्र चाहिँ डरलाग्दो अचम्मको छ अरे भित्र। यो हिँड्छ यो के हो, यो दार्जिलिङ सिक्किम हो कि क्या हो? अरू मान्छे साथीहरू सहर बजारमा घुम्छन्, हामी चाहिँ यस्तो हरियाली जङ्गलमा हाइकिङ घुम्दैछौँ हामी यहाँ। देखेको चाहिँ मान्छेको हड्डी हो कि के हो? भालुको। त्यो हाइवे बाटो हिँड्दै जानु पर्यो होइन? बाटै बाटो। हाम्रो चिम्टा त खतरा छ नि फेरि। त्यो होइन नि, भेरा गोठाला चाहिँ ऊ हो। ल साथीहरू, आज हामी फेरि अर्कै डाँडा अर्कै ठाउँ जाँदैछौँ है। नयाँ ब्लग र नयाँ एपिसोडमा स्वागत छ लारान्तुमा ब्लगमा। यहाँ साथीसँग जाँदैछौँ हामी। आज चाहिँ यता यो माथि के भन्ने डाँडा, आज जाने डाँडा चाहिँ के नाम भन्छ अशोक? कहाँ हो आज जाने डाँडाको नाम के हो? बिर्सियो डाँडा, दुब्रोबेचा डाँडा। यो ठाउँले चाहिँ दुब्रोबेचा भन्छ। माथिको चाहिँ के त्यही लेखेको छ त नाम चाहिँ। ए त्यही लेखेको छ। ल ल नाम त्यही लेखेको छ। हामी जङ्गलभित्रको कालो अँध्यारो बाटोबाट जानेछौँ। गाडीबाट आएर चाहिँ हामी गाडीबाट उत्रेपछि चाहिँ हिँड्दै जाने हो। कहिले नगएको ठाउँ, सपनामा 10 मनमा 1 मन नदेखेको ठाउँ, विदेशको ठाउँमा, युरोपको ठाउँमा, नेपालको जस्तै हरियाली वन। ल सेम नेपालकै बाटो सेम। ल सेम छ। ल यो रुखहरू चाहिँ चिन्न सकिँदैन के हो के हो। खासै रुखहरू चाहिँ चिन्न सकिँदैन। कुनै रुख बिरुवा चाहिँ नेपालको पाहाडको जस्तो रुखहरू हुन्छन् होइन। ल पानी यता पानी पनि आएको यो खुल्सी र चाहिँ पानी आइरहेको छ होइन। जहाँ मैले सुने अनुसार चाहिँ चमेरा छन् अरे विशेष गरेर। त्यहाँ चाहिँ टिकट काटेर जानुपर्छ अरे, कोही बेला खुल्छ अरे होइन। यहाँ चाहिँ यो देखाएको रहेछ बोर्ड चाहिँ, यही ठाउँ होला सायद। यस्तो त्यो भित्र गयो भने चाहिँ यस्तो ठाउँ छ अरे। ल खुलेको थियो भने त जाउँला, देखाउँला होइन। अब कुन समयमा खोल्ने त्यो हामीले थाहा भएन। साथीले भेटाउनै गाह्रो भयो मलाई। ल अघि मैले भनेको चाहिँ यहाँ रहेछ, तर आज बन्द रहेछ। अनि यहाँनिर टिकट काट्ने ठाउँ थिएछ। अनि यहाँनिर यो भित्र चाहिँ के रहेछ भनेर यहाँ देखाइएको रहेछ। यो भित्र चाहिँ यस्तो हड्डी सड्डीहरू यस्तो रहेछ होइन। अनि यहाँभित्र गेट रहेछ। अब यहाँ मान्छे छैन, आजभोलि बन्द रहेछ। यो भित्र चाहिँ डरलाग्दो अचम्मको छ अरे भित्र। यो यहाँभित्र जानुपर्छ अरे। अब बन्द भयो होइन, देखाउन सकिएन। एकदमै डरलाग्दो। खै कति तल कति गहिरै तल छ अरे भन्ने सुनेको। अब रहेनछ। हामी कुनै समय आउनु पाइएछ भने देखाउँला। ल साथी हो, यस्तो जङ्गल काटेर आयो। यो जङ्गलको बिचमा घर छ नि। यो ग्लाबिचा भन्छ है। ल यो ठाउँलाई यो एरियालाई ग्लाबिचा भन्दो रहेछ। ग्लाबिचा भनेको मतलब यहाँ के होला? मैले के हो खासमा ग्लाबिचा भनेको? ठाउँको नाम यो एरियाको रेस्टिङ पोइन्ट हो ग्लाबिचा। ल रेस्टुरेन्ट रहेछ यहाँको। ल फाइनली हामी ग्लाबिचा भन्ने ठाउँमा आयो। यहाँबाट चाहिँ पहिला भन्दा पनि त्यो केवल गएको डाँडा भन्दा पनि नजिक रहेछ। यस्तो दामी देखिन्छ। यो के हो, यो दार्जिलिङ सिक्किम हो कि क्या हो? ल यहाँबाट चाहिँ आज चाहिँ देखियो। ल युरोप एरिया यो जग्गा सबै क्रोसिया नै होला सायद। क्रोसिया नै हो। यहाँ बस्ने ठाउँ, खाने ठाउँ, रेस्टुरेन्ट छ। हामी कुन बाटो आएको? कहाँ हो
हामी यताबाट आएको है यताबाट तर हाम्रो घर चाहिँ यता हो नि जुम गरेर देखाउँ न हाम्रो घर चाहिँ यता हो यता होला त्यो हो त्यो एरिना सेन्टर ए देखियो त एरिना सेन्टर ऊ त्यो त्यो फुटबल ग्राउन्ड अनि त्यो रातो एरिना सेन्टर ल यहाँको त्यो यारुनमा यहाँबाट ल हामी बसेको चाहिँ यो सिधा है ल त्यो एरियाबाट चाहिँ हामी बस चढेर यस्तो ठाडो आयो अनि ठाडो आएर चाहिँ यसरी 1300 आयो यता 1300 आएर यताबाट चाहिँ अर्को गाडी समातेको हेर्नु देखाउँदा त्यो राम्रो क्यामेराको लागि अनि त्यो ठाउँमा जङ्गलको बिचमा चाहिँ रेस्टुरेन्ट रहेछ त्यहाँ बस्यो खायो त्यहाँ किनेर खानु अब महँगो होला होइन अब यस्तो जङ्गलभित्र आफैले लिएको खाजा पानी खायो अनि त्यहाँबाट हेरियो आनन्द लियो तल आउन चाहिँ गाह्रो भयो त्यो ठाउँमा आएर बसेपछि आनन्द फिल भयो त्यहाँबाट तल सहर बजारहरू हेरियो आफू बसेको ठाउँहरू हेरियो होइन त्यहाँबाट हामी फेरि हामी यता जाँदैछौँ अब यताबाट अब हामीले थाहा छैन उहाँ एकजना दाइले चाहिँ पहिला पनि आउनु घुम्नु हुँदो रहेछ कता लानुहुन्छ उहाँले होइन यो चाहिँ के रहेछ चाबी साबी पनि लगाएको छ यो माथि तल यता कता जाने बाटो देखाएको छैन यता जाने कता जाने बाटो देखाएर रहेछ अब हामी चाहिँ भनेपछि यता लागौँ त झन्डा यता चाहिँ राम्रो बाटो रहेछ 1300 अघि तल त उकालो न उकालो आम्मामा भनेपछि यो बाटो घुम्दै घुम्दै गयो भने हामी जहाँ गाडीहरू चढेको थियो जहाँ चढेको थियो ए चढेको ठाउँमा चाहिँ उत्रेको ठाउँमा होइन चढेको ठाउँमा ए गाडीको बाटो यता रहेछ नि त सानो गाडीको बाटो ए माथि एउटा अघि त्यहाँ गएको यही बाटो सानो कारो सामान ओसार पसार गर्दो रहेछ नि उसले त्यो होटलको लागि चाहिँ ल अरू मान्छे साथीहरू सहर बजारमा घुम्छन् हामी चाहिँ यस्तो हरियाली जङ्गलमा हाइकिङ घुम्दैछौँ हामी यहाँ लास्ट स्टेसन यही हो क्या गाडी ए यो चाहिँ मेन बाटो ठुलो बाटो छ हो ए हाइवे गाडी यहाँ पार्किङ गर्ने ए हाइवे पनि यहीँ टुङ्गिने अनि यहाँ गाडी राखेर सबै त्यो जङ्गलको बिचको रेस्टुरेन्टमा जाने इन्जोय गर्ने है अर्को पनि होला ए राम्रो रमाइलो एकदम शीतल पनि ठुलो जङ्गलको बिचमा रेस्टुरेन्ट होटलहरू पिच पनि यहीँसम्म रहेछ टुङ्गिने रहेछ हाइवे पनि अनि गाडी राख्ने ठाउँ पनि यहीँ रहेछ त्यसको बारेमा अघि मैले भन्नु आइन मजाले भनिदिनु त के पाउँदो रहेछ के रहेछ कति मिटर तल गहिरो रहेछ यसको 1400 मिटर भनेको छ होइन 1400 मिटर गहिरो तर मान्छे जानलाई चाहिँ 400 मिटर भन्दा उता चाहिँ जानको लागि चाहिँ पहिले ट्रेनिङ लिएर मात्रै जान पाइन्छ ए मान्छे 400 मिटरसम्म जानु पाइन्छ त ट्रेनिङ लिएर मात्रै 400 मिटरसम्म जान पाइन्छ 8 युरो लिन्छ एकजनाको टिकट 8 युरो जस्तै कि यहाँ यसरी मान्छेहरूलाई जाँदाखेरि चाहिँ पुरै यस्तो सेफ्टी पुरै ट्रेनिङ सेफ्टी दिएको है अनि यसरी एकजना गाइड पनि पठाउँछ क्या गाइड एकजना यो देखेको चाहिँ मान्छेको हड्डी हो कि के हो यो जनावरको जनावरको हड्डी है यस चाहिँ भालुको भन्ने कुरो गरेको थियो होइन भालुको अनि यो एरियामा पुग्ने बित्तिकै अटोमेटिकल्ली त्यहाँबाट यस्तो साउन्ड आउँछ कि घर त्यो लियोपार्डको साउन्ड आउँछ ए यो ठाउँमा पुग्नु बित्तिकै अटोमेटिक साउन्ड आउने यो माथिको चाहिँ चमेरा हो ए ल तपाईँहरूले यहाँ यो ठाउँमा यस्तो खालको अदृश्य शक्ति भनौँ न ठाउँहरू एरिया रहेछ है ल
साइक्लिङको बाटो हेर न साइक्लिङको बाटो यिनीहरू यो चाहिँ साइकलहरूको बाटो है साइकलहरू हिँड्ने बाटो है यस्तो यो चाहिँ जङ्गलतिर रफ तरिकाले चला ए त्यो रफ तरिकाले चलाउँदै हिँड्नेहरू अब हामी चाहिँ यो हाइवे बाटो हिँड्दै जानु पऱ्यो होइन अब चाहिँ बाटै बाटो हिँड्दै जानु पऱ्यो हाइवे जानु पऱ्यो होइन ठिक छ तल पुगेपछि एउटा गाडी लाग्छ लाग्ने चाहिँ गाडीमा जाने भने गाडी त लाग्नु त लाग्छ 54 माइलतिर जानलाई चाहिँ ठिकै हो मलाई चाहिँ अलिक टाढा पर्न जान्छ ए ऊ त भाप्छे कुकुर त प्रत्येकले पालेको हुन्छ यार त्यत्रो खर्च गर्छ यार कुकुर यार यो फोहोर देखाउँ न यो फोहोर देखाउँ यस्तो हो ल युरोपमा पनि यस्तो हुँदो रहेछ फोहोर ल बाटोमा ल अचम्म ल यस्तो चाहिँ गर्नु हुँदै थियो सबै ठाउँ सफा थियो त्यहाँ फालेको होला यता झरेको होला तर यो चाहिँ टिपेर क्लोज गर्नु पर्ने थियो यार ल साइकल यस्तो उकालोमा गुटुटु पेलेर आउँदैछन् ल विदेशमा पनि सिस्नु पाउँदो रहेछ हामी चाहिँ सिस्नु टिपेर चाख्ने कोसिस गर्नेछौँ हो ल ए हाम्रो चिम्टा त खतरा छ नि फेरि त्यो होइन नि यो होइन पोल्दो रहेछ यहाँ पोल्छ र पोल्दैन होला खै मलाई त पोल्दैन त यार नेपाली हो त किरा पनि हेर्दै किरा रहेछ मकैको पिठो छरेपछि किरा भाग्छ त्यसमा अलिअलि किरा छ केही हुँदैन मासु मिसिएको क्या त्यो किरा आएको ल आज सिस्नु खाइने पर्यो ल मांसाहारी भेज भन्नु मांसाहारी भेज पोल्यो ए पोल्दो रहेछ पोल्छ र त गजबले खाने हो अनि यतिले पुग्दैन कहाँ पुग्छ 4 जान्छ मिसिन भयो ल हामी चाहिँ घुम्दै फर्किँदै गर्दा फेरि तल पुग्ने समयमा यहाँ सहर बजार गाउँहरू देखेँ होइन हामी यो कुन डाँडाबाट आएको हामी यो पल्लो डाँडाबाट आएको होइन त्यो पल्लो डाँडा हो त्यो पल्लो डाँडाबाट यसरी घुमेर आएको हामी ल यहाँ पनि भेडा पाल्दो रहेछन् भेडाहरू भेडा गोठाला चाहिँ ऊ हो गोठाला चाहिँ भेडा नबेच्ने साउजी अनि गोठला तिमी हो मिल्छ भने एउटा बेच्नु देऊ न पाइन्थ्यो हुन्छ होला है काम गर्नलाई भेडा त प्राइभेटहरूलाई घरमै पालेको ल भेडा पनि यसरी यता ठुल्ठुलो भेडा फार्महरू पनि हुन्छ त्यसमा चाहिँ कामदार नेपालीहरू पनि हुनसक्छ यो भेडाहरू चाहिँ थोरै रहेछ प्राइभेट भेडाहरू रहेछ यिनीहरू चाहिँ आज हाइकिङको यात्रामा फर्किने क्रममा भेडाहरू पनि देख्न पायो यहाँनिर ल यो त धुपी है बेहुला बेहुली लाउने यही हो नि धुपी ल हामी डाँडा घुम्नु गएर हाइकिङ गएर एक फन्को लाएर आइसक्यो अब हामी यहाँबाट रुम जानेछौँ
फर्किसक्यौँ। यहाँबाट हामी बिदा हुन चाहन्छौँ। सिवारो